तपाईले केपी बाको घोषणा पत्र पढ्नुभयो जुन यिनले यो पालि झापा क्षेत्र नम्बर 5 बाट जिते भने गर्छन् अरे। मलाई त एकदमै हाँस उठ्या छ। विगतमा धेरैचोटि प्रधानमन्त्री हुँदा गर्न नसकेका यी केपी बाले विगतमा वर्षौं वर्ष 2 दशक भन्दा धेरै नेपालमा साम्राज्यवाद आफ्नो हातमा लिएर सिङ्गो देश हाँकेका केपी बाले गर्न नसकेको यो काम के यो पालिको चुनाव जित्दैमा यिनले गर्न सक्छन् र झापा क्षेत्र नम्बर 5 का स्थानीय बासिन्दाहरूले पत्याउँछन्। दमकको सानो झिलिमिली मात्रै झापा क्षेत्र नम्बर 5 होइन, दक्षिणको भूभागमा गएर हेर्नुभयो भने झापा क्षेत्र नम्बर 5 को अवस्था तपाईले देख्न सक्नुहुन्छ कस्तो विकराल, अनकन्ठार र पिछडिएको छ। यो भनिरहँदा अब यी र यस्ता पार्टीका नेता भनाउँदाहरूले गरेको भाषण र यिनीहरूले ल्याएका घोषणा पत्रमा तपाई मन्जुर हुनुहुन्छ? सोच्नुहोस्, दशकौंसम्म राजनीतिक पार्टीका यी र यस्ता नेताहरूले हाम्रो देशलाई भ्रष्टाचारको एउटा दलदलमा फसाएर हामीलाई हाम्रो थाप्लोमाथि धेरै ऋणको भारी बोकाएका छ। अब हामी सोच्नुपर्छ, अब पार्टीलाई होइन, यी र यस्ता नेताहरूलाई होइन, युवा पिँढीलाई जसले साँच्चै नै देशको बागडोर समाएर देशलाई समृद्धितिर लान सक्छ, तिनीहरूलाई भोट गर्नुपर्छ।